हेलो गाइज, के छ यहाँहरूलाई होइन? के छ खबर? यदि तपाईँहरू चाहिँ जापान आउनको लागि चाहनुहुन्छ भने चाहिँ 18 देखि 20 लाख अथवा 12-15 लाख चाहिँ तपाईँको पैसा छ भने चाहिँ वर्किङ के भन्छ सरी कन्सल्टेन्सी जानुहोस्। भिजा तपाईँको पक्का हो होइन? जुन हामीले 2018 देखि 2018-19तिर ट्राई गरेको जस्तो तपाईँको 10जना 50जना चाहिँ ट्राई गर्दा चाहिँ तपाईँको 10जना मात्र सेलेक्सन हुने अवस्था थियो। अहिले चाहिँ तपाईँको 100मा 100% आउँछन् होइन? त्यो चाहिँ पैसा हुनको लागि। यदि तपाईँसँग चाहिँ पैसा कम छ होइन भनेदेखि चाहिँ वर्किङको लागि पढ्नुहोस् मस्तले। 1 वर्ष जति पढ्नुहोस्, 2 वर्ष पढ्नुहोस्, मतलब हुँदैन। तर कुन सेक्टरमा आउने? अहिले त धेरै सेक्टरमा चाहिँ फर्महरू खोलेको हुन्छन्। राम्रोसँग पढ्नुहोस् होइन? जेएलपिटी दिनुहोस्, जेएफटी दिनुहोस्, एकचोटि फेल हुन्छ, दुईचोटि दिनुहोस्, दुईचोटि फेल हुन्छ, 3चोटि दिनुहोस्, एक न एक दिन अवश्य पास हुन्छ। अनि आफूले रोजेको सेक्टरमा चाहिँ मस्तले आएर काम गर्न सकिन्छ। त्यो स्टुडेन्टमा आएर तपाईँले अबको चाहिँ 2-4 वर्ष पछाडि यस्तो बिजोग हुन्छ है। हुन त म वर्किङमा आएर मैले स्टुडेन्टलाई त्यस्तो भन्न खोजेको नै होइन। अहिले जुन देखिरहेको दृश्यहरू होइन, जुन भोगिरहेको समस्याहरू छ स्टुडेन्टमा, त्यो धेरै व्यापक नै छ। किनकि काम पाउँदैन एक त होइन, एक त काम पाउँदैन, एक त तपाईँको मान्छेहरूले हुन्छ नि फसाउने काम, दलेहरू हुन्छन्। अब के गर्नु, यस्तै छ होइन? त्यही भएर सकेसम्म चाहिँ यहाँहरू चाहिँ नेपालमा चाहिँ अलिकति स्किल पास गरेर जुन सेक्टरमा आउनुहुन्छ त्यो सेक्टरमा चाहिँ आफूलाई सेक्युर भएर आयो भने चाहिँ राम्रो हुन्छ, जहाँसम्म लाग्छ मलाई चाहिँ है।